रामधुनी जङ्गलमा आगो लागेको छ। अहिले 3:30 बजे हामीलाई थाहा भएर आगो छुन्न आगो निभाउन झुम्काको 12 यन्त्र लाइभ 12 यन्त्र आएको छ। त्यहाँ पुरै जङ्गल कसले लागेको थाहा छैन। हेर्नुहोस् त यस्तो विध्वंस गर्छ चारैतिर लागेको। दुई जङ्गलमा पुरै आगो लागिरहेको छ। र हेर्नुहोस् हामीहरू यहाँ निभाउन आएका छौँ। नै न माथि पनि यहाँ यसरी आगे नगइन्छ है जङ्गलमा पिटेर यसरी आगो निभाउँछ पिटेर अब एक साइड निभाइयो अब फेरि अर्को साइड आइरहेको छु निभाउन। एउटा पिटेर निभाउनु पर्दो रहेछ आगो। हजुर जम्मा 3 दाजुभाइ छौँ आज। म दाजु पहिला ड्राइभर मेरो घरको मान्छे। यसरी आगो निभाउनु पर्छ पिटी धुनी जङ्गल रामधुनी जङ्गलमा आज आगो लागेको नियन्त्रण लिइरहेको छौँ। चालो उतैतिर फाल्दियो ल। हेर्नु है पुरै जङ्गल यो निभाउँ कता खेत आइपुग्यौँ। खोला सुकिसकेको छ त अलि बाटो आगो लाग्यो कि त्यहाँदेखि माथिको छोड्दा तलको आगो लाग्यो। धेरै नै नि थोरै नि पाएँ। अब गलियो 3 बजेदेखि आगो नियन्त्रणमा लिँदा बल्ल नियन्त्रणमा लिन सकिरहेको छैन। अब मलाई डर लाग्छ त्यो जान। बल्ल नियन्त्रण लिँदैछ पछाडि फेरि सल्किए हामीहरू यहाँ निभाउँदा थाकेर आज त पुरा डर एक्सर्साइज हुँदैछ। 3 बजेदेखि निभाउँदा त्यो होइन त्यो छुटेको छ त्यो त्यहाँ त्यो छुटेको छ। ल जो म पनि आउँदैछु पछि पुरै जङ्गलमा पुरै आगो छ चारैतिर। छुटाउँदै कि हामी त बल्ल आदि नियन्त्रण गरिसक्यौँ। आदि हाम्रोतिर नियन्त्रण गरेर अब लालपुरको एरियामा सिरेर नियन्त्रण गर्न गइरहेको छौँ। हाम्रो एरिया त सकियो रामधुनी कालीझोडा वन व्यवस्था समिति सक्यो। अब लालपुरको बाँकी छ त्यसलाई पनि हामी नियन्त्रण गर्न गइरहेका छौँ। हातले
तिर्दै जानु पर्दो रहेछ। हाम्रो गुम्रामा छैन। पुरै जङ्गलमा चाको लागेको अब त अब यति रह्यो। यता यता अब हामीहरू मारिसक्यौँ, नियन्त्रणमा लिइसक्यौँ हामीहरू। आजको रामधुनी जङ्गलको आगो नियन्त्रणमा लिइसक्यौँ। यति मात्रै बाँकी छ अब हेर्नु। अब ए 4 नम्बरको लालपुर 4 को जङ्गलमा अहिले अघि दिवीदेखि निभाउँदा बल नियन्त्रणमा आइरहेछ।